जाइमस मिनासान अनि हिजोको मेरो भ्लग चाहिँ थाहा होला नि त म्याकडोनाल्डमा सकेको थियो अनि म्याकडोनाल्ड खाइसकेपछि दाइ र मेरो अनि गफ भएको थियो दाइले जाउँ भाइ आज मेरो रुममा जाउँ अनि तिम्रो लागि एउटा नयाँ भिडियो कन्सेप्ट पनि छ त्यो पनि गरौँ अनि त्यसपछि एडिट सिडिट गरेर त्यहाँबाट गरिदिने भन्नु भएर अनि म यहाँ रुममा आएको थिएँ अनि अहिले चाहिँ दाइ उता बाहिर जानुभएको छ सामान लिनलाई अनि अहिले चाहिँ बजेको छ बिहानको 9:46 जति भएको छ अनि दाइको रुममा सबभन्दा एक्साइटमेन्ट कुरा चाहिँ के रहेछ भने दाइकोमा यो बेन्च रहेछ जिम गर्ने रहेछ अनि मैले पहिला लास्टै मोटो हुँदाखेरि मम्मीले मलाई एकचोटि जिममा भर्ना गरिदिनु भएको थियो अनि मैले त्यतिखेर जिम गरेर मेरो यो ब्यागहरू बनाएको थिएँ आज म एकचोटि फेरि डम्बेल उठाउन खोजिरहेको छु तर धेरै टाइम भइसक्यो मैले जिम छोडेको लेट्स ट्राई त मेरो कतिको बडी छ अहिले र अब चाहिँ म रेडी भइसकेँ डम्बेल उठाउनलाई मैले पहिला नि जिम गरेँ हो मेरो चाहिँ होइन ब्यागको लास्टै मोटो थिएँ अनि मम्मीले अनि हार्ट एट्याकले मर्छ भन्ने डरले नि मलाई जिममा हालिदिनु भएको थियो 95 केजी चाहिँ जापान आउँदाखेरि अहिले 76 छु अब कसरी घटी त्यो थाहा छैन तर नेपाल हुँदा चाहिँ म लास्टै मोटो थिएँ चाहिँ होइन म जिम चाहिँ गर्थेँ बडी थियो मेरो ब्यागको अहिले चाहिँ खै बडी छ कि घट्यो त्यो थाहा छैन यो चाहिँ 10 केजीको दुईटा डम्बेल हो म वेट लिफ्टहरू पनि गर्थेँ 80 केजीसम्मको गर्थेँ नेपालमा हुँदा लगभग मैले 3-4 महिना जति त जिम गरेँ होला सायद त्यसपछि अनि मेरो जापानको लागि म एप्लाई गरेर म यता जापान आएँ अनि त्यसपछि मेरो मैले सिन्धुलीमा गर्थेँ जिम चाहिँ सिन्धुली छोडेर आएपछि त्यहाँबाट सबै छोडिदिएँ ल अहिले चाहिँ मेरो वर्कआउट भइसक्यो अनि वर्कआउटलाई चाहिँ जापानिजमा उन्दो सिमास भन्छ एक्टिभिटिजहरूलाई गर्नेलाई चाहिँ उन्दो सिमास हुन्छ नेपालमा हुँदा चाहिँ म लगभग 1 सेट 2 सेटसम्म चाहिँ हान्थेँ यो 5 केजीको डम्बेल अहिले चाहिँ त्यो मैले डबल वेट गरेँ नि त यतिसम्म मैले गरेको थिइनँ नेपालमा तर मैले छोडेँ नि थुप्रो भयो नि त अब छोडेको नि थुप्रो भयो अनि मेरो यतापट्टि फेरि भिजाहरूले गर्दा नि मैले अनि त्यो नगरेको नि धेरै भएको थियो म पछि फेरि गर्छु जापानमा आएर नि गर्छु भन्ने चाहिँ सोचेको थिएँ तर भएन क्या लाइक अब टाइमै मिलेन नि त यहाँ म कहिले काहीँ खानै नखाएर बनाउन भ्याउँदैन त्यस्तो टाइम पनि हुन्छ यहाँ पढ्नु पऱ्यो काम गर्नु पऱ्यो अनि खाना खानु पऱ्यो त्यस्तोमा त भ्याउँदैन अनि तपाईँले पानी धमिले देखिराख्नु भयो होला होइन नि यो जापानमा चिसो र तातो पानी एउटै धाराबाट आउँछ अनि तातो आउँदाखेरि चाहिँ बबल्स हो अनि जापानमा सबजना यस्तै धाराकै पानी खाने हो यहाँ कसैले मिनरल वाटरहरू केही पनि चलाउँदैन यदि खानुपर्छ भने त्यो एवान मल मैले हिजो भरिदिएको थिएँ नि त्यसमा गएर लिन्छन् अनि त्यहाँबाट खान्छन् ल अब पानी खाएर अनि म खाना खान्छु होला अनि त्यसपछि गएकोमा जानु बेला भेट गरौँला रुमबाट बाहिर निक्लिसकेँ के अरे बिहान यस्तो घाम लागेको थियो पुरै घाम लागेर मर्नु भतभत पोल्नेवाला घाम लागेको थियो अनि अहिले ठ्याक्क रुमबाट निक्लिँदाखेरि अलिअलि बादल थियो अहिले त पुरै पानी पर्छ जस्तो पो भएछ त्यो क्या जापानको त्यहाँदेखि कि त्यस्तो खाने हुँदैन कतिखेर पानी पर्छ कतिखेर पानी घाम लाग्छ त्यो केही खाने हुन्न अनि अब चाहिँ अहिले चाँडै गरेर गएको जानुपर्छ जस्तो छ नत्र पानीले भिज्छ बेलुका आउने मैले रेनकोट बोकेको छैन र बेलुका भिज्यो भने फेरि रुवा लाग्छ बल्ल अलिअलि गरेर रुवा ठिक भएको छ छिटो जानुपर्छ जस्तो साथै गएको मैले दाइकोबाट अब गएको जाँदा यो दाइकोबाट चाहिँ अलिकति टाइम लाग्छ नत्र अरू दाइको भाउ है यतिसम्म म गएकै पुगिसक्थेँ र अब चाहिँ म साइकल चलाएर गएको जान्छु नत्र पानी पर्छ होइन परिसक्यो ल अब चाहिँ म गएको चाहिँ म मेरो साथीसँग भेट हुन लाग्यो म त दाइको रुमबाट आयो नि त अनि साथी चाहिँ उहाँ पारी छ अब चाहिँ यहाँबाट साथी र म सँगै जाने अहिलेसम्म चाहिँ म उता दाइको रुमबाट एक्लै हिँड्दै आयो काले के छ कस्तो भयो तिम्रो दिनहरू आजकल थुप्रो भएको थियो नभेटे यार म दाइको रुम यताउता गर्दाखेरि हिस्सा चाहिँ फेरि देख्ने सखा त्यसमा दाइजो पनि जिखानु चेतारीमा भन न जिखानी मानी आवर नाइ त अब साथले अब अलिक छिटो जाउँ भनिरहेको छ टाइम जाउँदैन भ्याउँछ नि त हामी खेतीमा रुमबाट हिँड्दाखेरि त भ्याउँथ्यो अनि अहिले त घर खेती भएको हामी के काम छ
फेरि कालेको काम त म बुझ्छु है यसो सट्टी सट्टी काम हुन्छ कति होइन नि अझ खोइ केटाहरू सट्टी सट्टी भइरहेको जाओस् ज्यान आज पर्खिनु परिहाल्यो नि ल म नि यहाँबाट साइकल चलाएर जान्छु अहिले साथीहरू सन्तोषको अब के कामहरू होला साथीहरूसँग यसको फेरि अलिक धेरै नै साथी छ यो अलिक क्लासको निम्किन हो नि होइन तिमी त क्लासको भाइरल होइन ए गएको निम्किन हो अहिले काले छ नि त चक्लेटी बोय भएर सब केटीहरूले उसलाई मन पराउँछ यहाँ नि केटा अलिक रमाइलो छ सबहरूसँग फ्रेन्डली हुन्छ म चाहिँ त्यस्तो खासै मेरो नि साथीहरू छ नि तर म त्यस्तो फ्रेन्डली हुन सक्दिनँ यार तिमी जस्तो ल ल अब चाहिँ म साइकल चलाउँछु गएकोमा छु अनि यो चाहिँ मेरो गएको हो अनि अब भित्र छिरो कन्चिवा सेन्से कन्चिवा गएकोबाट माथि जाँदैछु यसरी अर्पण गर्नु मेरो गएको सकेर हामी होस्टेलमा आइसक्यो अनि यहाँ छ मेरो साइकल पार्किङ केटाहरू अझै आउँदैछन् अब म मेरो रुमतिर जाने अनि आज चाहिँ के भयो भने मेरो आज होस्टेलको पैसा आइदियो क्या रुमको बसेको पैसा आइदियो कति आएछ 34,000 लगभग 800 गुरा यति कति आएछ लास्टै धेरै आएछ त्यो होइन अब तिनले बरु आफ्नो नाम आएपछि जापानमा आफ्नो नाममा जेमा जो बिल गर्छ त्यो चाहिँ पे गर्नै पर्छ अनि अब रात पनि लाग्यो अब त्यही हो अब खानसान बनाउने खाने अनि अब भोलिको लागि पर्ने ल यसै गरी आजको ब्लग सके बाई